गाइस, नमस्ते, सेवारो सुकबी च्यानलमा हजुरहरुलाई स्वागत छ। अहिले चाहिँ म एकदम स्पेशली कोदोको रोटी बनाउन गइरहेको छु, अर्ग्यानिक। A few moments later. छ्यामा कोदोको यही छ त यो हैन? त्यही छ, देख्नु भएन छ्यामाले। यहाँ चाहिँ एकदम गेटेन गुजुङ भएको छ। त्यही गर्नु गाई गोरेटोमा यस्तै छ। यहाँ धुँदै हुन्छ बुन एक्सपोर्ट हुन्छ रोटी हो, एकदम अर्ग्यानिक रोटी। तपाईँहरूलाई पनि मन पर्छ पर्दैन अहिले त, तर यो कोदोको रोटी त खानै जान्दैनन् मान्छेहरू। खान्छु त। अलिकति पानी लाउँछु म, पानी। तपाईँहरू पनि आउन सक्नुहुन्छ है खाने भने, एकदमै अर्ग्यानिक। भिडियोबाट निक्लेर धेरै पातलो भयो कि अब चट्ट पारेर तेल लाएर खोइ। चिनी त नहाल्नु होला, चिनी थोरै लिएर हाल्छु होइन। हाल्नु आँटेको चिनी हालेर, चिनी पनि धेरै खानु हुँदैन, सुगर लाग्छ, थोरै हाल्ने हो। सुगर होइन, डायबिटिस। त्यही भएर नेपाली सुगर हो नि त। धेरै पातलो भयो जस्तो छ, कस्तो हुने हो हेर्दै गर्नु ल। मैले तेल हालिसकेँ, अब अलिक रटिएको छैन तेल, त्यहाँदेखि अब रोटी हाल्छु। कस्तो हुन्छ, तर पातलो भयो जस्तो लाग्यो होइन। कस्तो हुन्छ चप्पो पारेर छोप्नुपर्छ, सानो गाँस पारेर। त्यहीको चुरा पनि खाइदिएछ, के पाइँदैन। रोटी कस्तो भयो हेर्नु ल। तपाईँले चट्ट गरेर पल्टाउनुपर्छ, एकदम अर्ग्यानिक रोटी हो। यो पनि पाहाडको हो, पाहाडदेखि ल्याएको। अनि फेरि त्यहाँदेखि यसलाई छोपेर फेरि एकछिन पछाडि गएर नै पाकिहाल्छ। यो चाहिँ मेरो भाइ सेन्जिङ के गरेको ल्या, कुन चाहिँ गिरीको हेरेको? म गेम खेलेको। सेन्जिङ मेरो हातै डढो। यो चाहिँ छ्यामा म चाहिँ यहाँ छु, अथवा त मेरो हातै डढो। मेरो हात डढ्यो। ल यो रोटी डढो होला हौ, फेरि ल पाक्छ होला, डढ्नु त डढेन होला कि। यस्तो राम्रो बनायो कि हेर्नु है, एकदमै राम्रो स्पेसली। यहाँ सबैजनाले खाने हो। अब चाहिँ यहाँ हामी पकाइसकेको छौँ होइन। अब यस्तो रोटी चाहिँ यस्तो भयो, एकदम मिठो लाग्छ मलाई चाहिँ। अब यहाँ सेन्जिङले पनि खान्छ कि खाँदैन? के भयो, तातो भयो। सेन्जिङ मनपर्छ रोटी? उफ ढाटुवा। मलाई चाहिँ एकदम मनपर्छ। तपाईँहरू पनि खान चाहनुहुन्छ भने आउनु होला। रोटी यो त भयो के भनेको सेन्जिङले, के भनेको थियो? छेउछेउको फ्राईको मात्र खाँदैछ यो सेन्जिङलाई चाहिँ। बिचको मन पर्दैन? छेउको फ्राई हुन्छ नि त नि। तपाईँहरू पनि आउनु होला यो रोटी, एकदम मिठो लाग्छ मलाई त्यो। आउनु कि रेसिपी फलो गर्नु। खाँदैछ कोदोको रोटी, उसलाई पनि एकदमै मनपर्छ होइन।
सेन्सेन्सी फेरि खाएर उयो फोन हेर्दैछ, मेरो फोन हेर्दैछ। उसले गेमै मात्रै खेल्छ, नुमाले खाँदैछ। कस्तो छ नुमा रोटी? ठिकै छ। मिठो लागेन छ्यामाले बनाएको? नुमा चिप्स बनेछ नुमाले सेन्सेन्सी। कोदोको चिप्स। यो सब्जीहरू छ। सेन्सेन्सीले आमामा मुखमा आत्ती नाति खाँदैछ त हो नि। थ्याङ्क यू गाइज फर वाचिङ दिस भिडियो। आजको लागि मेरो भिडियो चाहिँ यति नै हो। हजुरहरूले अझै मेरो भिडियो हेर्न चाहनुहुन्छ भने म यस्तो यस्तो भिडियो ल्याउने कोसिस गर्छु र लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै लभ यु अल। आजको लागि चाहिँ यति नै भन्दै बाई बाई। बाई नुमा।